हेलो गाइस, वेलकम ब्याक टु आवर न्यू ब्लग। हामी चाहिँ आज साइक्लिङ गर्दै है। टक्क यहाँ दाइ म दाइ अनि म हिँड्दै हामी चाहिँ पामीतिर आज पामीतिर चल्दैछ साइक्लिङ। हिँड्नु बिस्तारै हिँड्ने बिस्तारै। लुगा देखाइदिनु न कसरी दाइ? हामी चाहिँ टक्क यहाँ पानी आयो। कता पानी उतापट्टि हेर्नु पामे, उता चाहिँ बलुन छ गाइस। हिजो दुईटा उडाएको थियो, आज एउटा मात्रै देख्छ। लेक साइड मिठो बिहा लेक साइडको गाइस। दाइ साइकल चाहिँ यहाँ यस्तो रेन्टमा लिएको गाइस। एउटाले 150, एउटा 150। 2 घन्टा खेल्यो भने चाहिँ 250। 250 भनेको होइन, माथि चाहिँ सारङकोट भयो, यो डाँडाले छिक्यो चाहिँ चलाउँ त वहाँबाट यहाँ आइसक्यो गाइस। चक्क लगाएर होइन, फिस एन्ड फेव अरे मिठो रमाइलो भयो गाइस। 2टा बलुन छ उता, 2टा बलुन मिठो हामी त्यति जान्छौँ। अब धेरै दिनपछि साइक्लिङ गरेको मात्रै गाइस। धेरै दिनपछि कति वर्ष यार साइक्लिङ नगरेको। आज साइक्लिङ गरेको गरौँ भनेको, अस्ति भएर साइक्लिङ गर्छु नि त। त्यसैले दाहरूले चाहिँ आज साइक्लिङ गरौँ भन्यो। त्यसपछि आज साइक्लिङ गर्दैछौँ टक्क लगाएर होला। गएर माछा मार्दै माथि सारङकोट, त्यो माथि सारङकोट भ्यू चाहिँ मिठो देख्यो है गाई। त्यस्तो साइकल चेन्ज गरेको यहाँ चाहिँ साइकल चेन्ज नसकेर दाइले मजै भयो है गाई। माथि चाहिँ एरोप्लेन झन् सानोवाला जेट कता हो 2टा यहाँ चाहिँ उयो भाले गाई हो कि के हो यार, हाल्न जस्तो गरेको थियो यार। त्यहाँ चाहिँ बलुन हो, त्यो चाहिँ बलुन है। पानी कुरा ओहो मिठो, कस्तो मिठो भ्यू देखेँ गाई। यहाँ दाइ चाहिँ वहाँ पुगिसक्यो केटाहरू। चलो 2 घन्टा गाई गरेँ म दुई दिनमा है। भयो अब जाँदा कति बेला हुन्छ, फर्किँदा कति बेला हुन्छ यार है। टक्क केटा हो। लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है गाई। लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। अब म कुदाउँछु। के आएन रहेछ ओहो। हामीलाई चलाउनु आउँदैन खासै, भन्नाले नि त्यस्तो विधि चाहिँ होइन। ठिक्क भर सिक्दै अहिले धन्दा कारले हान्दैन त्यो, फेरि हड्डी काठ बस्दा चाक्दै आइसक्यो गाई चाहिँ यार। हड्डी आइसक्यो अन्त साइक्लिङ नि धेरै पछि गरेको मैले चाहिँ। पहिला चाहिँ डह्रो चलाउँथेँ, अहिले चलाएन। टक्क आज पोखरा हिजो कहिले आएको म पोखरा टक्क लाएर माथि चाहिँ पुम्दीकोट है गाई। कता हो त्यो चाहिँ पुम्दीकोट। के भयो सकेन? कुन माथि सार्नु न? उयो पछाडिको माथि सार्नु त, पछाडिको चेन के चेन एउटा उसले समातेर। कालो लाग्छ कि फेरि? उतै प्लास्टिकले गर्नु न।
हामी चाहिँ अब त्यो साइकलको चेन माथिपट्टि सार्छौँ। त्यो प्लास्टिक हो त त्यो हरियो साइकल चाहिँ राम्रै छ। यसो हेरेको कस्तो कस्तो लाग्यो नि त्यो पछाडिबाट तान्नु न पछाडिबाट त्यो चेनै बिग्रेको रहेछ यार मिलेन बनाउनु लाग्यो। अब चाहिँ हामी त हल्का हल्का उतासम्म जान्छौँ अनि त्यसपछि हामी चाहिँ फर्किन्छौँ किनभने 2 घन्टाको लागि लिएको 1 घन्टा भइसक्यो। अब टक्क लगाएर हामी चाहिँ फर्किन्छौँ अलि उतासम्म पुगेर। ओहो बाकुला त वाइल्ड छ यार गाई चाहिँ यार है। हामी चाहिँ अब उतासम्म जान्छौँ त्यसपछि के हुन्छ कसो हुन्छ अब हेर्दै है गाइज स्टे ट्युन। प्याराग्लाइडिङ प्यारासुटमा उड्रा त्यो बलुनको उडाएको ठाउँ चाहिँ यहाँ रहेछ गाइज 2टा त्यहाँ चाहिँ भाइहरू बलिरहेको लाउनु त मलाई भिडियो गरिदिनु त म उडाउँछु एकलट लाउनु त यतिकै भिडियो गरिदिनु क्या दाइ लाउनु त म उडाउँछु एकलट लाउनु त। कहिले मुखमा घुसेन कि यहाँ कहिले आँखामा हामी चाहिँ यता आइसक्यो होइन। लेक साइड चाहिँ त्यहाँ हो हामी चाहिँ तपाईँको यहाँ माथि मन्दिर रहेछ। हामी चाहिँ टक्क अब जान्छौँ त यहाँ चाहिँ ताल रहेछ माछा होला यहाँ है। अब हामी चाहिँ जान्छौँ केटाहरू ल है त हामी चाहिँ अब जान्छौँ रात पर्यो अहिले जाँदा रात पर्छ फेरि वहाँ पुग्नुपर्छ हामी त्यसैले है गाइज। र आइज हामी चाहिँ टक्क पामीबाट फर्किसक्यो अरू चाहिँ दाइहरू चाहिँ अरू जाँदै ऊ मिठो भ्यू देखिया चाहिँ यार वाइल्ड मिठो भ्यू देखिया गाइज यस्तो वाइल्ड वार हो गयो नि यार यस्तै हेर्छ नि है। हामी चाहिँ भर्खर पानीबाट निस्किसक्यो अब जान्छौँ अहिले रेनमा लिएको ठाउँ राखिदिन्छौँ अनि घरतिर रुमतिर गइन्छ गाइज। टक्क भ्यू 6 बजी लाग्यो भ्यू चाहिँ बब्बा लाग्यो गाइज मिठो भ्यू चाहिँ यहाँ दाएर होइन चलाउँदै थाकिसक्यो यार धेरै दिनपछि चलाएर खुट्टा गल्यो वाइल्ड यहाँ कालो लाग्छ। अब पानीले पुसपास हान्नुपर्छ है ल जाम नाम पका लगाइछ अब उता गएपछि भेटौँ है त। फाइनल्ली हामीले साइकल रेन्ट भएको ठाउँमा आइसक्यो दाइ कस्तो भयो कपडा देखाइदिनु न कपडा त वाइल्ड। अब चाहिँ हामी यहाँ चाहिँ यो साइकलको के अरे बिग्रेको थियो रहेछ हल्का तल यतापट्टिको हामी चाहिँ चलाएको थियो 2टा। हामी चाहिँ रुमतिर जाँदैछौँ कस्तो भयो ज्यान वाइल्ड दुख्या दाइ हामी चाहिँ वाइल्ड मजा भयो। कपाल त फेरि माल छ त यार मिठो त कपाल खैरो यो गोल्डन भ्यू चाहिँ मिठो देख्यो तर कस्तोमा अघि ठिक साइड होइन त टक्क लगाएर दाइ काम गर्छ यहाँ टक्क लगाएर बोलाउनु जाने गाईको लट अस्ति हामी यहाँसँग आइपुगेको है अनि फेरि फर्केको के न्यु इयरको दिनमा भ्यू चाहिँ मिठो गाइज। 1 hour later हामी चाहिँ लेक साइडतिर जाँदैछौँ दाइ म अनि अर्को दाइ हामी चाहिँ 3जना लेक साइडतिर जान्छौँ। भर्खर कति बज्यो 11 बज्नु लाग्यो दाइ है। अब हामी चाहिँ लेक साइडतिर जान्छौँ ठ्याक्कै 11 बजी छ गाइज 11 हामी चाहिँ भर्खर
वहाँ माथि चाहिँ मन्दिर कुन मन्दिर हो त्यो पुन्जीकोट होइन कि व्हाइट गुम्बा हो यो माथिको व्हाइट गुम्बा माथिको चाहिँ गाइड हामी चाहिँ यहाँ कि अस्ति गेम खेल्न लाग्दा गर्नु नबिर्सिनु होला है त गाइड हामी चाहिँ लेफ्ट साइड चाहिँ आइसक्यो टक्क अब हामी चाहिँ उता अलि उतापट्टिसम्म जान्छौँ बस्छौँ अनि यसो के हुन्छ यसो हेरौँ है त टक्क लगाएर त जाडो भयो अहिले साइक्लिङमा कस्तो भएको थियो उपर रमाइलो भएको थियो तर आज हामीलाई साइक्लिङ खास गरी हामी काइकिङ गर्ने भनेर आएको बेलुकै भयो अनि जाडो हुन्छ कि भनेर यसो साइक्लिङ गरिदिएको धेरै दिनपछि चलाएर उपर यस्तो खुट्टाको यहाँनिर ए टक्क खुट्टा उपर दुखायो कि आज चाहिँ होटलमा आएर बसिसक्यो होइन कस्तो देखियो दाइ यहाँ टक्क हामी यहाँ होटल चाहिँ मिठो होटलको नाम के हो दाइ यो तमु स्काई फास्ट फुड रेस्टुरेन्ट मेन्यु हेर्नुमा गाइज अब चाहिँ हामी टक्क यस्तो के हुन्छ अब यस्तो खाएर जान्छौँ होइन के खान्छ त ल के छ त नि यसो भाइको ब्लगमा ल वेलकम छ दाइ कस्तो भयो थियो साइक्लिङ हो अब यहाँ चाहिँ यसो मिनु हेर्छौँ है त लगाइ पनि भेटौँ है त लगाइ झुका सुकाइसक्यो होइन उखा चाहिँ मिठो बाबा लाग्यो मलाई उखा चाहिँ सुकाएर बसेको भर्खर आएर मिठो भयो मान्छेहरू चाहिँ एकदम ठिकै छ ल म चाहिँ सुकाएर दिएँ यहाँ चाहिँ म यामार बिदाको भ्लगै बिग फ्यान है दाजु होइन जताकै पनि भ्लग हेर्न चाहिँ छोड्दैन है म यामार बिको यहाँ चाहिँ दाइले चाहिँ तुम्बा के अरे यो तुम्बा चर्काहा का तुम्बा खाँदै दाइले चाहिँ टक्क लगाएर होइन अब उपर रुगा लाखा भनेको यो मिठो बाइक गाई हामी चाहिँ भक् खाँदैछौँ होइन कफी तुम्बा खाइदिनु न दाले चाहिँ तुम्बा मैले कफी होइन कुका चाउमिन मोमो नलाग जस्तो भयो चाउमिनमा गाइस हामी चाहिँ खाएर निस्किसक्यो होइन होटेलबाट कति बज्यो 1:30 भयो होला है यो कति बज्यो 1:35 हुन लागेछ अब हामी चाहिँ रुमतिर जान्छौँ पेटै औडा बखा भनेको कोही छैन सुनसान यो 3 दाजुभाइ सुनसान भएको ठाउँमा उयो अभि धन्दा लडेको कस्तो सुसो लाग्यो सबैतिर अब चाहिँ हामी जान्छौँ पेट ढुस्स भयो यार यो गाई हामी चाहिँ रुममा आइसक्यो होइन टक्क लगाएर अब हामी सुत्छौँ जाने बित्तिकै हामी चाहिँ अब यस्तो सुत्छौँ त्यसपछि भोलितिर चाहिँ घर जान्छु होइन गाई टक्क लगाएर यहाँ चाहिँ रुम है यो चाहिँ सबै एकदम राम्रो होइन त है पेटै ढुक्छ आजको लागि चाहिँ यति नै है त तारा चोको चोको ल दाइ ल ठिक छ ल सी यु गाइज नेक्स्ट भिडियो मन पऱ्यो पनि लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला है त।